वेलकम ब्याक टु माई युट्युब भिडियो अगेन। अब चाहिँ म घर जान लागेको। प्रकाश पनि यही हुनुहुन्छ। आज चाहिँ हाम्रो सासू बहिनी ससुरालाको 35+ भइसक्यो होला एनिभर्सरी। सो केक लिएर जान लागेको। सासू मम्मी चाहिँ रहरी हाल्नुहुन्छ, त्यही भएर म चाहिँ बिरामी भएर बोल्न पनि सकिरहेको छैन। दाँत दुखिरहेछ। दाँत दुखेको कारणले टाउको पनि पुरै जिउ सब दुखिरहेछ कि त्यही भएर मेरो दाँत दुखेर चाहिँ मर्न लागिरहेको छु। बोल्न पनि सकेको छुइनँ। दाँत दुख्दा कस्तो फिल आउँछ थाहा होला नि। लान कति फोहोर छ हेर्नु त्यहाँ पछाडि। पानी आउन लाग्यो क्या हेर्नु यहाँ। घर जानलाई 500 रुपियाँ यही सक्यो। घर केले जानु हे भगवान्। क्या फुर्किँदै यत्रो ठुलो प्याक खोलेको छ। लास्ट टाइममा त यति अरे ठग्यो नि यो कम्पनीले। 50 रुपियाँको चिप्स त 10 रुपियाँको जति पनि छैन त। बाफरे हेर्नु त कम्ता ठग्या हो त नि। फिदामा थोरै रहेछ। फाइनली गाइज गाडीबाट झरेको। अब हामी केक किन्न जान्छौँ अनि त्यसपछि खान्छौँ। भन्नु मिल्दैन, घर लान्छौँ। फाइनली केक किनेर प्याक गरिसकेको छौँ। अब हामी घर जान लागेको। प्याकिङ स्याकिङ भइसक्यो। गाइज एउटा केक किन्दा यो 2टा फ्रीमा पाएको। हामी खाँदै हिँड्छौँ। 2टा फ्रीमा पाउने मान्छे हो क्या हामी भनेको चाहिँ। म मात्रै खानु, तपाईँ नखाने? 25 रुपियाँले जाऊ भाइ। के कस्तो रात परिसक्यो त। के सोचे थे जिन्दगीमा के भयो। अब के खाने एक्सपेक्टेसन थियो मासु भातको। अब खाइन्छ गुन्द्रुक भात। फाइनली म चाहिँ घर आइपुगिसकेको छु। हाम्रो केक चाहिँ यहाँ रेडी छ। भान्जीले बोक्नु छ। हामी चाहिँ बाबाआमालाई सताइतिर जाँदैछौँ। मम्मी बुवा चाहिँ उहाँ बस्नु भएको छ। कस्तो हुन्छ ल रियाक्सन हेरौँ। ल हिँड्नु बट्ले ए झिरझिरे पनि बाल्ने। एकछिन बट्नु छिटो गर्नु त। हामीले चाहिँ यहाँनिर केक सरप्राइज दिएको। बुवाले त केही रियाक्सन छैन। कसको बर्थडे हो भनिराख्नु भएको क्या बुवाले त। बोलाउनु न बुवा मम्मीलाई नि केक काट्नु। केक खान हतार छ अरे क्या हामीलाई कुरा। उफ गलेर मऱ्यो म त। क्यामेरा सधैँ यता हुन्छ नि। म चाहिँ किन यता हेरेर हुन्छु क्या। सधैँ उल्टो हेरेर हुन्छु क्यामेरामा त। डेडी जस्तै हुन्छ नि। मान्छेले भन्छ नि के अरे कस्तो सिधै नहेर्ने रहेछ भनेर के आपिनी जस्तो। हाम्रो बुवालाई चाहिँ केही मतलबै छैन नि। लै एनिभर्सरीको ह्याप्पी एनिभर्सरी। बुवाको चाहिँ होइन मम्मीको मात्रै अरे एनिभर्सरी। कति वर्ष भयो मम्मी? कति वर्ष भयो? 35 वर्ष। माई गड 35 वर्ष टुगेदर। बाउलाई थाहा पाउनु पर्यो नि। हुन्छ ल 35 वर्ष पुगेछ। 35 वर्ष अघि ऋतुले 35 वर्ष। बुवा नै कन्फ्युज हुनुहुन्छ। 35 वर्ष पुगेन। 47 साल हिसाब गर्नु त। 47 साल हिसाब गर्नु त। ह्याप्पी एनिभर्सरी गाइज। ह्याप्पी एनिभर्सरी। के भयो त नि
खुवाइदिनु त मम्मी बुवालाई आफ्नै हातले खुवाइदिनु न बुवालाई बसेर खुवाइदिनु न अर्को काटेर त्यही खुवाइदिनु त दुधो खुवाइदिनु मम्मीलाई यत्रो ठुलो खाएर खेप मात्रै खानु हुँदैन र 2 खेप खानु न तपाईँ पनि देखेन कस्तो माया छ त नि हाम्रो मम्मी हेर्नु गाइस हेर्न सक्नुहुन्छ हातले दिने अब